शान्त र सहज तरिकामा बोल्नुहोस्। शान्तिको लहरमा सुखको थुप्रो। हिमालको काखमा रहेको सानो गाउँमा बस्थे निर्मल, एक शान्त स्वभावका बुढा। गाउँलेहरू उनलाई शान्तिको सागर भन्थे। निर्मलको जीवनमा सधैँ शान्तिको लहर बग्थ्यो। उनले सिकेका थिए कि सुख साना कुराहरूमा लुकेको हुन्छ। हरेक बिहान उनी गंगा नदीको किनारमा ध्यान र गाउँलेहरूलाई शान्तिको महत्व सिकाउँथे। एक दिन गाउँमा झगडा भयो। दुई परिवारको जमिनको विवादले सबै तनावमा थिए। निर्मलले दुवै पक्षलाई आफ्नो झुपडीमा बोलाए। उनले शान्त स्वरमा भने, झगडाले हृदय रित्तिन्छ, तर शान्तिको लहरले सुखको थुप्रो बन्छ। उनले दुवैलाई एक अर्काको कुरा सुन्न र माफी माग्न सुझाए। निर्मलको शान्तिपूर्ण